मान्छेको मनै त हो नि होइन। आज मोबाइल हेर्दै जाने क्रममा मेरो मोबाइलमा मोमोको भिडियो आयो कि त्यो मोमोको भिडियो देखिसकेपछि मलाई पनि यस्तो मोमो खान मन लाग्यो कि यस्तो मोमो खान मन लाग्यो, कतिखेर खाउँ जस्तो भयो कि। अनि मैले पनि सोचेँ होइन, खान मन लागेको चिज पनि के हात बाँधेर बस्नु त जस्तो लागेर म फटाफट उठेर मोमो बनाउनतिर लागेँ। मैले लिएर आएँ किमा, अनि त्यसपछि मैले घरमै भएको सामान प्याज लसुनको पात, प्याजको पात, मोमो मसला, लसुन अदुवा नुन होइन, यी सबै एकै ठाउँमा हालेर ग्याचेङ ग्याचेङ मुछेँ, हातैले मुछेँ, नेपाली हो नि त होइन। अनि त्यसपछि मैले मैदाको पिठो तयार गरेर राखेँ। मैदाको पिठो तयार गरिसकेपछि मैले टमाटरको अचार बनाउन राखेँ। अचारको भिडियो चाहिँ मैले बनाउन बिर्सेछु होइन। अनि त्यसपछि चाहिँ मलाई यति चाँडै मोमो खाम जस्तो भएको थियो कि होइन, मैले फटाफट मोमोलाई पोको पार्न थालेँ। पोको पारिसकेपछि मैले एकैचोटि धेरै बनाएँ। अनि त्यसपछि मैले पानी उमाल्न थालेँ। पानी उम्लिसकेपछि मैले फटाफट के गरेँ भन्दाखेरि साथीहरू, मोमो बफाउन राखेँ है। अनि मोमो बफाइसकेपछि मैले केही समयपछि मोमो निकालेर प्लेटमा हालेर खाएँ। आजको मेरो यो भिडियो चाहिँ कस्तो लाग्यो हजुरहरूलाई?